Hello everyone, it's me Playboys. Welcome back to सबैजनालाई मेरो एउटा माइनक्राफ्टको न्यू भिडियोमा. सो गाइस, आज चाहिँ हामी माइनक्राफ्टमा एउटा राम्रो आइरन फार्म बनाउन गइरहेका छौं. सो भिडियो एन्डसम्म हेर्नु होला र कस्तो लाग्यो कमेन्टमा नि लेखिदिनु होला. सो लेट्स बिगिन. अलराइट गाइस, अब चाहिँ हामी आइरन फार्म बनाउन स्टार्ट गरौँ र हाम्रो आइरन फार्म चाहिँ सिम्पल हुनेछ र राम्रोसँग वर्क गर्नेछ. ल गाइस, अब हामी स्टार्ट गरौँ है त. सो गाइस, हामीले आइरन फार्म बनाउनको लागि सुरुमा हामीले 7x6 गर्नुपर्छ. 7x6 मतलब जस्तै 1 2 3 4 5 6 7. जस्तै अब 7 अब अगाडि 6 जानु पर्यो. 6 मतलब अब यो एउटा भइहाल्यो. 1 2 3 4 5 मात्रै किनकि अगाडिको नि एउटा 6 जोडिन्छ नि त, त्यही भएर है. त्यही भएर हामीले 7x6 गर्नुपर्छ. र यसरी नै अब यसलाई बक्स जसरी बनाइदिउँ अनि यो बिचको ब्रेक हाल्दिउँ है त. अलराइट गाइस, यति गरिसकेपछि हजुरले यो चाहिँ हामीले डबल लेयर गर्नुपर्छ. जस्तै अब एक लेयर अझै तल जानुपर्ने हुन्छ. सिंगल लेयर मात्र हैन, हामीले डबल लेयर गर्नुपर्ने हुन्छ है त. र सुरुमा अब छिटो हामीले डबल लेयर गरिदिहालौँ है त. ओके गाइस, यति हजुरले डबल लेयर गरिसकेपछि हामीले के गर्नुपर्छ भने जस्तै यो 2 भयो नि, 2 भयो. अब यहाँबाट चाहिँ हामीले 3x3 गर्नुपर्छ. जस्तै 1 2 3 and 1 2 3 3x3 के गाइस, 3x3 है. जस्तै यो 3 भयो अनि अब यो 1 2 भयो नि, 3x3 गर्नुपर्छ है गाइस. हजुरले राम्रोसँग हेर्नु होला, यो मैले कहाँबाट गराएको छु ठ्याक्कै बिचबाट हुनुपर्छ यो. र त हामी 3x3 जानुपर्ने हुन्छ. यसरी 3x3 गर्नुपर्ने हुन्छ. अलराइट गाइस, हजुरले यति गरिसकेपछि हामीले चाहिँ अब के गर्नुपर्छ भने यो छ नि, यो डाइरेक्सनबाट, यो डाइरेक्सन है गाइस, यताबाट हजुर जान मिल्दैन. यो डाइरेक्सनबाट हजुर 2 ब्लक खन्नु होला. जस्तै 1 2 3. जस्तै हामीले यो 2 ब्लक 2 साइड हामी उता जानु पर्यो के, 2 साइड हामी उता जानु पर्यो है. जस्तै हामी 2 साइड उता जान सक्नुपर्छ. यसरी 2 ब्लक हामीले उता जानु होला. हामी यहाँबाट चाहिँ बाहिर निस्किने ठाउँ हो गाइस. यो चाहिँ है, यो चाहिँ हाम्रो बाहिर निस्किने ठाउँ हो. सो अब यहाँबाट हजुरले डिग डाउन गर्दै बाहिर निस्किन सक्नुहुन्छ है. यो चाहिँ हामीले बाहिर निस्किने ठाउँ बनाएका हुन्. यसरी यो चाहिँ हाम्रो बाहिर निस्किने ठाउँ भयो. अलराइट गाइज, हामीले चाहिँ यो बाहिर बनाउने, यो बाहिर जाने ठाउँ बनाइसकेपछि हामीलाई चाहिँ बेड चाहिन्छ. हामीले जुन बेड लिन सक्छौँ. जस्तै हामीले अब बेड चाहिँ हामीले कहाँ प्लेस गर्ने राम्रोसँग हेर्नु है गाइज. बेड चाहिँ हामी ठ्याक्कै यहाँ र यहाँ प्लेस गर्छौँ. ठ्याक्कै हेर्नु होला गाइज कहाँ प्लेस गरेको छ. यो रङ भयो भने हाम्रो यो वर्क गर्दैन है. त्यसपछि के गर्ने गाइज, हामीले स्ल्याब लिने. जस्तो हामीले जुन स्ल्याब लिन सक्छौँ. जस्तै अहिलेको लागि मैले कुन स्ल्याब लिएँ, अहिलेको लागि मैले यो स्ल्याब लिएँ है. हामीले जुन स्ल्याब लिन सक्छौँ. अब स्ल्याब लिएपछि हामीले यहाँ एउटा स्ल्याब लाउँछौँ. त्यसपछि हामीले एउटा ट्र्याप डोर लिने. जस्तै मैले एउटा ट्र्याप डोर लिएँ. अनि ट्र्याप डोर लिएपछि चाहिँ यो हामीले यसरी प्लेस गर्ने अनि यसरी प्लेस गरिसकेपछि चाहिँ हामीले यहाँनिर 3टा भिलेजर हाल्दिने है. भिलेजर अहिले त मैले क्रिएटिभबाट लिएँ, तर हजुरहरूले सर्भाइभरबाट खेल्नुहुन्छ भने हजुरले भिलेजबाट ल्याउन सक्नुहुन्छ है. जस्तै मैले 3टा भिलेजर लिएँ. अब यिनीहरू यो बाहिर निस्किन सक्दैन. त्यसपछि हामीले यहाँ एउटा बोट प्लेस गर्ने है गाइज. अब बोट हामीले प्लेस गर्न सक्छौँ यहाँबाट. हामीले यहाँ बोट पनि हामीले एउटा म्यानरले लाउनुपर्छ गाइज. जसरी पाए त्यसरी लाउन मिल्दैन. हामीले यसरी माइनस जसरी लाउनुपर्छ है. माइनस जसरी लगाइसकेपछि यहाँनिर हामीले जम्बी हामीले यहाँ छोडिदिन्छौँ. मैले अहिले क्रिएटिभबाट लिएँ, तर हजुरले सर्भाइभलबाट ल्याउन सक्नुहुन्छ है. ओके गाइज, अहिले चाहिँ यो पिसफुलमा सक्यौँ. म अब क्रिएटिभमा बनाएर आउँछु है त. अलराइट गाइज, यो चाहिँ अब नर्मलमा भइसक्यो. अब चाहिँ हुन्छ. सो गाइज, यस्तो भइसकेपछि, यति गरिसकेपछि हाम्रो हाफभन्दा धेरै काम सकिसक्यो. र हामीले यहाँ टर्च चलाउन सक्छौँ किनकि यहाँ अँध्यारो हुन्छ. सो हामीले यहाँ टर्च लाउन सक्छौँ. म चाहिँ यहाँ टर्च लगाइदिन्छु.
यहाँनिर एक दुईवटा टर्च लगाइदिनु होला। ओके गाइज, यति गरिसकेपछि यहाँनिर हजुरले ट्र्याप डोर लगाइदिन सक्नुहुन्छ। हजुर आउन जानको लागि सजिलो हुन्छ यहाँबाट। यतिको गरेपछि गाइज हाम्रो धेरै जस्तो काम सकिसकेको छ। अनि यहाँबाट माथिबाट नै हजुरले यहाँबाट कभर हान्न सक्नुहुन्छ यसरी, ताकि भित्र कोही नछिरोस्। यसरी भन्दा पनि यसरी नै कभर हानिदिनु एउटा। अलराइट, यति गरिसकेपछि हामीले यहाँबाट अब हपरको सिन गर्नुपर्ने हुन्छ है। अब हपर ताकि गोलम मर्नुपर्ने हुन्छ। ओके गाइस, त्यसको लागि हामीले यहाँ बनाउनु पर्ने हुन्छ केही यहाँ राम्रोसँगले, ताकि गोलम मरोस् है। माथि हाम्रो गोलम चाहिँ यहाँनिर स्पोन हुन्छ। सो हाम्रो गोलम चाहिँ मर्नको लागि हामीले एउटा कुरा बनाउनु पर्ने हुन्छ। सिम्पली हजुरहरूले साइन बोर्ड लिनु होला। साइन बोर्ड लिइसकेपछि अलराइट गाइज, हजुरले चाहिँ यति काम गर्नु होला। यी मैले चाहिँ यसरी मिलायो, हजुरले नै यसरी मिलाउन सक्नुहुन्छ यी है। यति गरेपछि चाहिँ यो लाभा जाँदैन। सो अब चाहिँ हजुरलाई वाटर बकेट चाहिन्छ है। वाटर बकेट सो गाइज, अब वाटर बकेट लिएपछि चाहिँ हजुरले यो कुनाबाट एकचोटि र यो कुनाबाट एकचोटि हालिदिनु होला। सो यति भइसकेपछि हाम्रो गोलम आफै मर्छ है। यहाँ भन्दा पनि अलिकति यो बिग्रियो, हामीलाई चाहिँ यहाँ चाहिएको थियो। ठिक छ, अनि यहाँनिर चाहिँ भइहाल्छ। अलराइट गाइज, यति भइसकेपछि हाम्रो काम सक्यो। र हाम्रो अब अलिकति काम भनेको के बाँकी छ भनेदेखि यसलाई क्लियर गरौँ। र अब हरेक साइडबाट 7-7 ब्लक चाहिँ हामीले सवलले यस्तो गर्नुपर्ने हुन्छ। जस्तै सवल लिउँ र हरेक 7-7 ब्लक 1 2 3 4 5 6 7 यो साइड त अब अलि हुँदैन, हामीले अगाडिकै साइड गरौँ। 1 2 3 4 5 6 7। अब यसरी नै यसलाई अट्याच गरिदिउँ है त गाइज। म यति गर्छु अनि यहाँसँग फेरि भेट्छु है त गाइज। अलराइट गाइज, मैले चाहिँ यति पनि काम गरिसकेँ होइन। अनि हजुरहरू पनि गरिदिनु होला। मैले चाहिँ यति पार्ट मात्रै गरेँ, तर हजुरहरू चाहिँ यो सबै नै पार्ट गर्न सक्नुहुन्छ। मैले चाहिँ यति मात्रै पार्ट गरेँ। र हाम्रो लास्ट काम भनेको चाहिँ गाइज यो लास्टको छ नि, यो हपरको नि काम मिलाइदिइहाल्नु है त। यो हपरको काम हामीले कसरी मिलाउन सक्छौँ भने हामीले सिम्पली एउटा हपर लिन सक्छौँ। सो गाइज, अब हपर लिइसकेपछि चाहिँ हामीले के गर्न सक्छौँ, यो हपरले चाहिँ अब यो कहाँ कलेक्टेड हुन्छ। जस्तै हामीले यो जस्तै म के गर्न सक्छु, यस अब यहाँबाट मैले यसलाई कलेक्ट गर्न सक्छु। अलराइट गाइज, हाम्रो चाहिँ फार्म पनि कम्प्लिट भइसक्यो र हजुरले हेर्न सक्नुहुन्छ गोलम पनि स्पोन भइसकेको छ। र गाइज, हजुरलाई अझै गोलम चाहिएको छ भने चाहिँ हजुरले उता पछाडितिर यस्तै गरिदिनु होला, यस्तै यो जस्तै। सो हाम्रो गोलमहरू 3-4वटा जति पनि स्पोन हुन सक्छ है एकैचोटि। सो गाइज, भिडियो यति नै थियो आजको। र यो राम्रो छ गाइज, आइरन फार्म बनाउनु होला आफ्नो सर्भाइभल वर्ल्डमा सर्भरमा है। सो गाइज, आजको भिडियोमा यति नै। बाई बाई एन्ड टेक केयर है त।